हेलो दाजु नमस्कार, के छ हालखबर? ठिक छ हजुर। किन गोलमेडामा झुक्रिनु भएको त गोलमेडा समातेर यो? के गर्ने यहाँ अब यस्तो यो फलेर आएको छ, यो बेच्ने बेला भयो 100 रुपियाँको 3 किलो भन्छ, अहिले त खुलुत्तै खुल्क्यो। यत्रो अब लगानी लगाएर यत्रो मेहनत लगाएर बजारमा केही भाउ पनि छैन, बराबरतै भयो यो टमाटरले खुलुत्तै खुल्थ्यो। के भयो र दाजु यसपालिको यो गोलमेडाको भाउ आउँदैन दाजु, के भयो त खास? यसपालि त भाउ भएन। के भयो र दाजु गोलमेडा टन्नै फलेको छ त यसपालि के घाटा हुनेवाला छ र दाजु? यसपालि त घाटा भयो नि। 100 रुपियाँको 3 किलो माग्छ मादर चुतले खुलुत्त खुल्क्यो नि। यस्तो राम्रो गोलमेडहरू फलिरहेछ दाजु, अनि कहाँ खुली त हुन्छ हो? हुँदैन होला दाजु, त्यत्रो राम्रो राम्रो छ, भाउ त यसपालि टन्नै आउँछ होला। खुल्क्यो अहिले भाउ खुल्क्यो यसपालि। खुलित्तै खुल्किएको हो र? हजुर हजुर। त्यसरी त खुल्किनु नपर्ने त यो गोलमेडाले। के गर्ने अहिले भावै छैन, भावै सस्ता छ, 100 रुपियाँको 3 किलो माग्छन् भनेपछि त खुल्काइदियो यसपालि दाजुलाई गोलमेडाले। अहिले मार धुरो धुरो रुवानी गरायो। रेडी? के के विचार छ त अनि दाजु यो गोलमेडाको विषयमा? अब गर्ने, अब फाइदा छैन, अब यो सबै उखुलेर फालिदिने। फाइदा हुन्छ दाजु, फाइदा हुन्छ, नातिनु तपाईँ। के को फाइदा गर्ने म त? यो मलाई यो केही फाइदा हुँदैन मलाई, यो भोलि सब उखेलेर फालिदिन्छु। गोलमेडा त टन्नै फलेको छ, के गर्ने, बजार भाउ छैन भने हाम्रो साथीले पुरा भोलिदेखि चाहिँ उखालेर फ्याले भन्छ। यो काम ठिक हो कि गलत हो? सेयर, कमेन्ट, लाइक गर्नुहोला। धन्यवाद।